आजकलको नि 2 कौडीको पढालेखा गर्नेहरू कतिजना छ कि सबै त म भन्दिनँ। 2 कौडीको छ कतिजना, अलिकति इङ्ग्लिस बोल्नु र इङ्ग्लिस लेख्नु जाने भने आफूलाई यति ठुलो सम्झिन्छ नि। प्र्याक्टिकल लाइफमा त्यसको केही काम छैन त भाइ। प्र्याक्टिकल लाइफमा केही पनि काम छैन। तँ इङ्ग्लिस बोलेको बोले पागल हुन्छस्, बुझिस्। प्र्याक्टिकल लाइफमा तेरो एक्सपिरियन्स कति छ, के सिकेको छस्, के जानेको छस्, त्यो मात्रै काम छ। तँ इङ्ग्लिस लेख्नु र बोल्नु आएर त पागल मात्रै हो, त्यो त पागल मात्रै हो। त्यस्तो बोल्ने र पढ्नेको भ्यालु छैन आजकल। जिन्दगीमा के गर्न सक्छस् त्यो म्याटर गर्छ। अनपढले BMW लिएर हिँडिरहेको हुन्छ भाइ, पढालेखा इन्जिनियर त नि त्यसकै कम्पनीमा गएर नोकरी गरिरहन्छ। त्यही भएर पढालेखा र जिन्दगीको एक्सपिरियन्स र आफ्नो इन्टेलिजेन्ट दिमागलाई कहिले पनि नसोच्नु कि पढालेखासँग कम्पेरिजन गरेर। क्या मैले इङ्ग्लिस जान्छु, म पटक इङ्ग्लिस बोल्छु नि, एउटा पढ्नै नजान्ने, इङ्ग्लिसै नजान्ने, इङ्ग्लिसको ABCD नै नसिकेको नि तिम्रो जस्तो पढालेखालाई गुलाम बनाएर हिँडिरहेछ। त्यही हो जिन्दगीको असलियत। मान्छेले यार आजकल पढालेखालाई यति भ्यालु दिइसक्यो। पढालेखाको भ्यालु छ, एजुकेटेड हुनको लागि भ्यालु छ। त तिमीहरू जुन सोच्दैछौ इङ्ग्लिस बोल्ने बित्तिकै मतलब भ्यालुबेल, इङ्ग्लिस लेख्ने बित्तिकै दामी र इङ्ग्लिस नजान्ने मान्छे केही पनि नजान्ने हो, त्यो सोच्दैछ नि। जिन्दगी एक्सपिरियन्स बहुत ठुलो छ भाइ। 2 कौडीको नपढेको मान्छेले नि पढालेखा गरेको इन्जिनियरलाई अमला घुमाइरहेको छ, देखिरहेको भाइ। पैसा कमाउनु र जिन्दगीमा सक्सेस हुनको लागि नि पढालेखा जरुरी छैन, मान्छेको यो चाहिँ हुनु जरुरी छ। जय हिन्द।